गणक र सुपरिवेक्षकको सर्टलिस्ट रिजल्ट कसरी हेर्ने? हेर्नको लागि कुन वेबसाइटमा जानुपर्छ? वेबसाइटमा जानको लागि के लेख्नुपर्छ? आज हामी यस विषय सम्बन्धी चर्चा गर्नेछौँ। सबभन्दा सुरुमा आफ्नो मोबाइललाई ओपन गर्ने र ओपन गरिसकेपछि आफ्नो गुगलमा जाने र गुगलमा आइसकेपछि यहाँ लेख्नुपर्छ NSO नेपाल gov.np गरेर लेख्दा यहाँ हाम्रो यस्तो इन्टरफेस आउँछ र राष्ट्रिय तथ्याङ्क कार्यालय लेखेको आउँछ। त्यसमा क्लिक गर्ने र हाम्रो यस्तो वेबसाइट खुल्छ राष्ट्रिय तथ्याङ्क जनगणनाको। र यहाँ साइडमा यहाँ 3वटा लाइन खिचिएको देख्न सक्नुहुन्छ। त्यो 3वटा लाइन खिचिएको छ हो त्यो 3 लाइनमा त्यहाँ क्लिक गर्ने। क्लिक गरिसकेपछि यहाँ हाम्रो आउँछ सूचना भन्ने र सूचना भन्नेमा हामी के गर्नुपर्छ? क्लिक गर्नुपर्छ र यहाँ तल स्क्रोल डाउन गर्दा हाम्रो एउटा लेखेको आउँछ करार सेवामा जनशक्ति लिने सम्बन्धी सूचना। यसैमा हाम्रो आउँछ सर्टलिस्ट गणक र सुपरिवेक्षकको सर्टलिस्ट रिजल्ट र यसमा हामी क्लिक गर्छौँ। क्लिक गरिसकेपछि हाम्रो यहाँ सर्टलिस्ट रिजल्ट आएपछि यहाँ देखाउँछ। तर अहिले हाम्रो यहाँ सर्टलिस्ट रिजल्ट आएको छैन। यहाँ पुरै इम्प्टी खाली देखाएको छ। यस्तै नै हेर्न सकिन्छ सर्टलिस्ट रिजल्ट आफ्नै मोबाइलबाट। तपाईलाई यो भिडियो कस्तो लाग्यो? यदि यो भिडियो राम्रो लागेको छ भने तपाई कमेन्ट बक्समा यस लेख्नुहोला र साथै लाइक र सँगसँगै सब्स्क्राइब पनि गरिदिनुहोला। धन्यवाद। जय नेपाल।